हेलो हाई गरिदेऊ हेर न लजाएर ए भुतुक्कै हाँस्यो फेरि चुडेल नि हाँस्यो फेरि यो त कति हो 100 के बाखा हो यिनी फ्यान रहेछन् मेरो ल गुड आई लभ यु एकचोटि आई लभ यु भन वेट तैँले क्याप खोल त खोल न एकचोटि क्याप खोल त गाइज हाम्रो प्रदीप जोशी जस्तै मान्छे हेर्नुहोस् है हाम्रो साथी चाहिँ प्रदीप जोशी जस्तै छ ओए देखा न यार क्याप त खोल प्लिज कति लजाएको खोल न प्लिज के म आफै ओए सेसे खोल्देऊ त हाई एभ्रीवान तपाईहरु सबैजनालाई स्वागत छ हाम्रो नयाँ ब्लगमा आज चाहिँ हामी कहाँ जाँदैछौँ भैलाको पिकनिक खान आज चाहिँ हामी भैलाको है हाम्रो देउसी भैलाको पिकनिक छ यति ढिला ढिला हैन हामी ढिला जाँदैछौँ अरु सबैजना गइसक्नु भएछ हैन अनि खसी ससी पनि काटिसक्नु भएछ हामी चाहिँ एकदमै लेट गरिसक्यौँ हैन अब चाहिँ मैले चाहिँ कपडा लगाइसके उले अब कपडा लगाउँछ अनि घरबाट हिँड्छौँ अनि चाहिँ उस चाँडै जानु पर्यो नि भोक लागिसकेको छ हैन अनि च्यानलमा जो नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्नु अनि लाइक र एउटा कमेन्ट गर्नुस् है कोले हेर्नु भएको छ मलाई थाहा छ कमेन्ट गर्नुस् अनि ब्लगलाई सुरु गरौँ आजको भर्खरै अब ब्रुस गरेको हैन अब मुख सुख धुन पर्यो मुख पनि धोएन अनि घरबाट चल्दिहालौँ ल फेस वासले मुख धुने हो के ह्यान्डसम हुन्छ कि आज केटी पट्टाउने हो फेस वासै हुने यार कि ह्यान्डसम हुन्छ भनेर यसले हेप्या मलाई ह्यान्डसम हुनु परेन हामी चाहिँ घरबाट हिँड्न लागेको अनि मैले आज चाहिँ एनएस लिएर जान्छु हैन दुईवटा बाइक छ एउटा एफजेड V2 छ एउटा एनएस लिएर जान्छु ल ल ल भाइ आइसक्यो है नम्ना छिटा शिशिर झरा हो जाम बाइक पनि आज पुस्नु पर्यो धेरै भयो बाइक नधोएको पनि अलिअलि पुछेर भयो नि अलिअलि चल्काएर टक्क पारामा सबैभन्दा बढी माया भनेको मलाई बाइकको लाग्छ किन अब पछि यही बाइक ल्यायो नि त राइड हान्ने हैन टक्क लाएर बाइक किनेको पनि 2 साल भयो ल है हामी चाहिँ अब घरबाट निस्केको अगाडि केटाहरू गइसके है लेट्स गो आज चाहिँ यो ब्लग दामी बन्छ किनकि पिकनिक बोलाको भाइ आउँदै गर है त्यहाँ भेट कोकमा पनि शान्त छैन के छ विवेक रहेछ होइन टक्क हिँडिरहेको छ आनन्दले म चाहिँ अब दिदीको घरमा आइपुगेँ होइन भेनाजु बाहिरै हुनुहुन्छ गले हिँड कपडा लाउँछु र पर्खेर बसेका छन् हामी चाहिँ अब यहाँबाट हिँड्यौँ होइन अब धेरै टाढो छैन यहाँबाट हामी 5 मिनटको बाटो हिँडिसक्यौँ होइन बाइकमा अब 5 मिनटको मात्र छ लदम आइपुग्यौँ यतिकन छ तर लदमको तल्लो भागमा कि माथि थाहा छैन होइन लेट्सको पहिला तल हेरौँ होइन लदमको तल चौपारीमा हेरौँ त्यहाँ रहेनछ भने माथि चाहिँ के भन्छ अरे नम्ना त्यो के आँपहरू भएको छ होला के अरे बगैँचामा गएर हेरौँ ल पहिला तल हेरौँ है त कहाँ छन् केटाहरू हाम्रो भाइ बहिनीहरू सबैजना आइसकेका छन् है अब सबलाई इन्ट्रोडक्सन गराउँछु होइन ल सबले हाई गरिदियो खै हाई गरिदिएको खै मुख देखाएको है त ल मुखै नदेखिकन यहाँ भिडियोमा सबले हाई खै सन्चे छेउ हाम्रो यमुनाजी अनि मलाई त सबैको नाम नै थाहा छैन के गर्ने यहाँ त गाह्रो छ मुस्कानजी अनि यहाँनिर हाम्रो भाइहरू यहाँ टक्क पारामा होइन यस्तो घाम लागिरहेछ अनि यता अलिअलि कार्यक्रम सुरु भइरहेछ पकाउने मारे तैँले काम गर है त्यहाँ म त भ्याइसकेर गइसकेको यसले हेर्नु न सब यहाँ काटेर पनि रेडी भएछ फेरि छेक्दै जान्छ हेलो गाइज तिमी बिचाना हो त अनि हाम्रो चाहिँ यसलाई के भन्छ अरे मासु काट्ने मान्छेलाई ओले यहाँ हेर गाइज वेट तैँले क्याप खोल त खोल न एकचोटि क्याप खोल त गाइज हाम्रो प्रदीप जोशी जस्तै मान्छे हेर्नुहोस् है हाम्रो साथी चाहिँ प्रदीप जोशी जस्तै छ ओए देखा न यार क्याप त खोल प्लिज कति लजाएको खोल न प्लिज के म आफै ओए सेसे खोल्देऊ त ल हेर्नु गाइज यता हेर्दैन एकचोटि हेर्दैन दादा एकचोटि हेर्दैन यी गाइज होइन हाम्रो प्रदीप जोशी जस्तै छ क्या हो कि नै भाइ छ कि नै भन त होइन काट्दियो यसलाई त ब्लगमा देखाउँदै हो प्रदीप जोशीको के अरे रत्न पार्क हो त्यो ब्रान्ड यो मान्छे नि ब्रान्ड है प्रदीप जोशी जस्तै यसको पहिचान पनि आफ्नै छुट्टै छ त्यो भाइहरू ठिक छ नि कतै सन्चै कति बेला आउनु भएको भर्खेर आउनु भएको विशाल दाइ के यार यसो खबर सबर नै छैन हाम्रो चाहिँ होइन ड्याडिज क्याफेबाट आउनुहुन्छ है
हाम्रो स्पेशल ड्याडिज क्याफेबाट अङ्कल होइन यस्तो बवाल बनाउनु चाहिँ होइन मासु त खाएको खायो के एकचोटि खान लागेपछि त होइन मलाई थाहा छैन अब के गर्ने पहिला टेस्ट गरेर नि हेरिन्छ सधैँ खाएकै हो तपाईँहरूलाई क्याफेमा जानु छ भने एकचोटि जान सक्नुहुन्छ पिज्जा बर्गर सबै चिज पाइन्छ होइन पुरा किन यहाँ सबजना बोरिङ टाइपमा बसिरहेछन् होइन म मात्र पुरा यस्तो इन्जोय लिइरहेको छु भर्खरै आएर पनि तर सबजना थाकिसक्यो होला नि बिहान आएको होइन म चाहिँ भर्खरै आइरहेको छु मलाई मतलबै छैन क्या हाम्रो यो चाहिँ बुटुवाको लागि है यहाँ मासु काट्दै हो अनि अर्को ग्रेभी मासु अनि अर्को कुन कुन आइटम हो बनाउने विशाल दाइ हामी एउटा भुटुवा छ एउटा चिकन करी अर्को मटन करी अनि हामीसँग साई पनिर हो अनि साई पनिर हो अनि तपाईँको फलफुलहरू होला है फलफुलहरू छ अनि पापड पुरै ठग ग्याङहरू यता ओइ त यहाँ किन आइखेस उता काम गर्न जा भाडा माग्न जा के यति आइहे फेस खोल्नु त हाई गरिदिनु हाम्रो टप डान्सर है हाम्रो पहिलाको सबैभन्दा बढी नाचे कोही नै हुन् खोइ त नानी हाई गर्दै कहाँ थियो त उनी को हुन् उनी त नयाँ देख्दैछु हेलो हाई गरिदियो हेर न लजाएर ए भुतुक्कै हाँस्यो फेरि चुडेल नि हाँस्यो फेरि यो त कति काली भइखेस आज त्यो अनुहार गाइज हामीले चाहिँ ब्यालुन पनि लिएर आइसकेका छौँ होइन सबको खुट्टामा बान्ने अनि सबले एकअर्काको कुच्नी अब हेरौँ यस्तो मजा आउँछ पछि फुटाल्ने हो के जसको लास्टसम्म बच्छ नि जसको बच्छ त्यही विनर तर थाहा छ होला ठुला केटाहरूले चाहिँ जित्छन् साना भर्सेस ठुला हुन्छ नि त फेरि कस्तो सानाको छुट्टा ठुलाको छुट्टा हो नि ए भयो सकिन सानाको फेरि कत्रो उमेर हेरेर म त सायद म सानै छु है म सानो छु मेरो हामी खाना खान लगाएको होइन सबैजनालाई खुवाएर नकरा न अलिकति यहाँ ब्लग बनाइरहेको छु अचार पनि आयो अब खाना खाम होइन त्यसपछि कुरा गरौँला होइन अब के गर्नु रमाइलो भयो धेरै थकाइ पनि लाग्यो भोक पनि लाग्यो होइन 3 बजेहरूलाई यताउता गराउँदा होइन अब हामी त लास्टमा खानु पर्यो नि त सबैलाई मन बुझाएर गाइस अब खाना टेस्ट गरौँ होइन कस्तो छ हेरमै खाना कस्तो छ सबै स्पेशल छ स्पेशल दामी छ मेरो युट्युब भिडियो हेरिन्छ त गाइस हेर्नु यति राम्रो मेरा बहिनीहरू फ्यान छन् मेरा तपाईँहरू पनि हुन पर्यो है गाइस जय अर्का खाँची तिमीहरू पनि होइन र मेरो फ्यान हो भन न यार इज्जत राख्दैन यार भिडियोमा भयो नि हो भन न ओइ मेरो फ्यान त हौ तिमी ओइ मेरो फ्यान हो कि नै मेरो फ्यान हो नि भोलि युट्युबमा भिडियो हेर्ने कि नै भोलि भिडियो हेर्ने सब्सक्राइब गरेछौ हो 100K बाखा हो यिनी फ्यान रहेछन् मेरो ल गुड आई लभ यु एकचोटि आई लभ यु भन ल मेरो भिडियो हेर्ने कि नै युट्युबमा अनि लाइक कमेन्ट गर्ने कि नै गर्ने फेरि किन डराएको तिमीले नगर्ने यता हेर ओके दिन्छु टिकटक आके युट्युबमा फलो ब्याक दिउँ भोलि युट्युबमा भिडियो हेर्ने लाइक कमेन्ट सब्सक्राइब गर्ने
गो ल कुच्चा हाँसेको जाने है कुच्चा हाँसेको कुर्ची दौड भइरहेछ गाइस यहाँ कुर्ची तातो आलु ल देउसी भैलो पिकनिक सकिसकेको छ अब यो ग्राउन्डहरू सब सफा गर्छौँ अनि हाम्रो सबैजनालाई प्रमाणपत्र जो भैलो देउसी भैलो खेला गाइस अहिले चाहिँ सबैजनालाई पुरस्कार वितरण हुँदैछ है अनि यता अनि मजा आयो है आजको दिन अनि ब्लगलाई चाहिँ यही एन्ड गर्दैछु है अनि च्यानलमा जो नयाँ हुनुहुन्छ यहाँसम्म हेर्नुभयो धन्यवाद च्यानललाई सब्सक्राइब गरेर यो भिडियोलाई लाइक गर्नु होला एन्ड अब अर्को भिडियोमा भेटौँला है त।